मन्त्रीहरू, माननीय सांसदहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण राष्ट्र सेवकहरू, काठमाडौँ महानगरपालिकाका मेयर लगायत महानगरपालिकाका सम्पूर्ण परिवार, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द, विक्रम सम्वत 2072 वैशाख 12 गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूका कारण बेहोर्न परेको ठुलो मानवीय, आर्थिक एवं भौतिक क्षति र पीडा हाम्रो मानसपटलमा अझैसम्म पनि ताजै छ। उक्त भूकम्पमा परि ज्यान गुमाउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आजको यस क्षणमा 2072 साल माघ 2 गतेको दिन स्मरण गर्न चाहन्छु, जुन दिन हामीले यहीँ उभिएर रानी पोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ। त्यसबेला हाम्रो अठोट थियो हाम्रा प्रिय दिवंगत दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी फिर्ता ल्याउन नसक्ने भए पनि भूकम्पबाट क्षति पुगेका हाम्रा सबै प्रकारका संरचनाहरूको हिजोभन्दा बलियो र राम्रो गरी पुनर्निर्माण गर्न सक्छौँ र गर्नेछौँ। भूकम्पबाट घरबारविहीन सबैलाई घरवासको व्यवस्थासहित पुनर्स्थापना गर्नेछौँ। भूकम्पबाट छेदविच्छेद भएका हाम्रा सांस्कृतिक व्यवस्था सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्नेछौँ। आज यही रानी पोखरीको किनारमा उभिएर हामीले गरेको उक्त अठोट र प्रण पुरा हुन लागेको सुन्न र सुनाउन पाउँदा मलाई खुसी लागेको छ। भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनाबद्ध रूपमा छिटै सम्पन्न हुनेछ। आजभन्दा करिब 300 वर्ष अघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको यस रानी पोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्त्व छ। सन्तान शोकको सागरमा डुबेकी आफ्नी रानीलाई शोकबाट मुक्त गरी सांसारिक व्यवहारिक जीवनमा फर्काउनका लागि उनले रानी पोखरी निर्माण गर्न लगाएका थिए। वर्तमान पुस्तालाई लोक कल्याण र सामाजिक क्षेत्रमा कार्य गर्न यसबाट प्रेरणा मिल्दै आएको महसुस गरिएको छ। आफ्ना दिदीबहिनी नहुने दाजुभाइहरूले भाइटिका लगाउने महत्त्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनर्निर्माण भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानी पोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको छ। प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गम स्थलको रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्त्वपूर्ण
कोसेढुङ्गा साबित हुनेछ भन्ने मैले विश्वास लिएको छु। प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्न पार्क, खुला मञ्च, टुडी खेल, भृकुटी मण्डप र दशरथ रङ्गशाला समेतलाई जोडी बृहत्तर गुरु योजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको छ। सम्बद्ध सबै सरोकारवाला जनपक्षसँग समन्वय गरी उक्त गुरु योजनालाई कार्यान्वयनमा लैजानका निम्ति म प्राधिकरणलाई शुभकामना दिन चाहन्छु। पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरु योजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुला क्षेत्र उपलब्ध गराउनेछ। यसबाट सांस्कृतिक चाडपर्व मनाउन गुरु योजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुला क्षेत्र उपलब्ध गराउनेछ। पर्यटकहरूका लागि आकर्षणको केन्द्र यसबाट सांस्कृतिक पनि मैले विश्वास लिएको छु। आजका दिनमा रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाई स्कुलको पुनर्निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय छ। त्यस बखत विद्यालयहरू खुल्न नसकिरहेको परिवेशमा उक्त हाई स्कुल स्थापना भएपछि शैक्षिक चेतना र जागरणका क्षेत्रमा नयाँ आयाम थपिएको थियो। त्यस यता यस विद्यालयले धेरै योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याउने मित्र राष्ट्र चीन सरकार र चिनिया जनताप्रति म हार्दिक आभार व्यक्त गर्दछु। मलाई आशा छ सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ। यसका लागि म काठमाडौँ महानगरपालिका विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक शिक्षिका तथा विद्यार्थी भाइ बहिनीहरूमा शुभकामना व्यक्त गर्न चाहन्छु। पुनर्निर्माण गरिएको यस ऐतिहासिक रानीपोखरी र दरबार हाई स्कुलको उद्घाटन गर्ने यो कार्यक्रम राखेकोमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्दछु। भूकम्प पश्चातको पुनर्निर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगतको निम्ति प्रेरक बन्न सक्ने विश्वास मैले लिएको छु। यी ऐतिहासिक संरचनाहरूको पुनर्निर्माणमा खटिनुभएका र सहयोग पुर्याउनु हुने सबैमा म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अन्तमा बडा दशैँ, तिहार र छठ पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सबैमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। धन्यवाद। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट सम्बोधनको कार्यक्रम सकिएको छ। सम्माननीय राष्ट्रपतिज्यू समक्ष सम्बोधनका लागि हृदयदेखि नै आभार व्यक्त गर्दछौँ र यससँगै पुनर्निर्मित रानी पोखरीको समुद्घाटन समारोह यही सकिएको जानकारी गराउन चाहन्छु। धन्यवाद।
ए हजुर थ्याङ्क यू हजुर नमस्ते हजुर
हाम्रो कार्यक्रमको प्रमुख अतिथिको आगमन भइसकेको छ। अब हामीलाई राष्ट्र सम्मानको लागि राष्ट्रधुन बजाइदिनु हुन म प्राविधिकलाई हार्दिक अनुरोध गर्दछु। नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला वीरहरूका राजधानी स्वतन्त्र र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। आजको यो ऐतिहासिक तथा गरिमामय समारोहमा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूमा हार्दिक निवेदन गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई हार्दिक निवेदन गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको जीवन सङ्गिनी राधिका साक्यज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। हजुर, अब म कार्यक्रमलाई औपचारिकता दिनको लागि यस कार्यक्रमलाई सभापतित्व को आसन ग्रहण सहित स्वागत मन्तव्य दिनुहुन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर साक्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। हजुर, दरबार हाई स्कुल पुनर्निर्माण सम्पन्न भइसकेपछि यसको उद्घाटन र हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, विशिष्ट अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू श्रीमती राधिका साक्यज्यू, मान्य उपप्रधानमन्त्री लगायत मान्य मन्त्रीज्यूहरू, जनप्रतिनिधिज्यूहरू, कर्मचारी मित्रहरू र विद्यालय व्यवस्थापन एवं विद्यालयका शिक्षक शिक्षिकाहरू र यहाँ उपस्थित भएका सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फ र काठमाडौँ महानगरपालिका तर्फ हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आज काठमाडौँ महानगरपालिका र काठमाडौँ महानगरवासीको लागि मात्र होइन, समग्र देशवासीको लागि पनि एउटा खुसीको दिन हो। 72 सालको महाभूकम्पले क्षति पुर्याएको, विभिन्न सम्पदामध्ये अति नै संवेदनशील ठाउँमा रहेको र सबैले बाटोमा हिँड्दै देख्ने ठाउँमा रहेको दरबार हाई स्कुल पुनर्निर्माण सम्पन्न गरेर उद्घाटन हस्तान्तरण गर्न पुग्यौँ। भर्खरै मात्र हामीले रानी पोखरीको पहिलो चरण, त्यसमा बाँकी चरण त बाँकी नै छ, पहिलो चरणको काम सम्पन्न गरेर त्यसको पनि उद्घाटन काम सम्माननीय राष्ट्रपति भएको छ। त्यसको लागि सम्माननीय राष्ट्रपतिज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। काठमाडौँमा धेरै सम्पदाहरू क्षतिग्रस्त भएका थिए, त्यसमध्ये महत्त्वपूर्ण र सबैको चासोको विषय रहेको रानी पोखरी, दरबार हाई स्कुल, काष्ठ मण्डप र धरहरा दुईटा आज उद्घाटन भयो भने यही आर्थिक वर्षभित्र काष्ठ मण्डप र धरहरा पनि पुनर्निर्माण सकिने गरिकन काम तीव्रताका साथ अगाडि बढिरहेको जानकारी म गराउन चाहन्छु। त्यसको लागि काष्ठ मण्डप काठमाडौँ महानगरपालिकाले
आफ्नै खर्चमा उपभोक्ता मोडेलबाट गरिरहेका छौँ भने धरहरा पुनर्निर्माण प्राधिकरण मार्फत नेपाल सरकारले अगाडि बढिरहेको छ। यहाँ हामी सबै मिलेर काम गर्नुपर्छ। यो कसको काम भन्ने होइन, काठमाडौँभित्र भएका सम्पूर्ण सङ्घीय सरकारले ल्याएका कामलाई काठमाडौँ महानगरपालिकाले त्यत्तिकै आफ्नै कार्यक्रम सम्झेर हामीले सहयोग गरिरहेका छौँ र समयमा सम्पन्न गर्नको लागि समन्वयकारी भूमिका खेलिरहेका छौँ। र काठमाडौँ महानगरपालिकाको प्रमुखको हैसियतले सबैभन्दा खुसी म आज छु। विभिन्न अडचनका बिचमा पनि यो काम सम्पन्न भएको छ। रानी पोखरीको सन्दर्भ भन्ने हो भने 2074 साल पुस 13 गते काठमाडौँ महानगरपालिकाले प्रताप मल्लकालीन शैली, स्वरूप र निर्माण सामग्री प्रयोग गरेर बनाउने भनेर निर्णय गरेर अलिअलि विवाद पनि आएको थियो। यो असम्भव कुरालाई ल्यायो भन्ने किसिमको, तर आज सम्भव रहेछ, सम्पन्न पनि भयो। त्यसै गरिकन दरबार हाई स्कुलको कुरा गर्ने हो भने यहाँ पनि 2 तल्ला र 4 तल्लाको अलिकति विवाद भएको थियो। हामीले भन्यौँ यो 4 तल्ला बनाउँदा केही अप्ठ्यारो पर्दैन, पहिला जस्तो छ त्यही स्वरूप नबिग्रिने गरी बाहिर स्वरूपलाई असर नपारिकन पुनर्निर्माण गर्न सकिन्छ भनेर काठमाडौँ महानगरपालिकालाई अडान ल्याउँ। सम्माननीय प्रधानमन्त्रीसँग पनि छलफल गऱ्यौँ र काठमाडौँवासीहरूसँग पनि छलफल गऱ्यौँ। आज त्यो बेला जुन बेलामा दरबार हाई स्कुल स्थापना भएको थियो त्यही बेला दरबारियाहरू व्यक्ति मात्र पढ्ने स्कुल थियो भने अहिले जनताको छोराछोरी पढ्ने स्कुल भएको हुनाले त्यो बेला काठमाडौँको जनसङ्ख्या कम थियो, तर काठमाडौँ जनसङ्ख्या बढिसकेको हुनाले त्यही अनुसारको विद्यालय पुनर्निर्माण हुनुपर्छ भनेर त्यही मौलिकता दिने गरिकन अहिले पनि धेरैलाई हेऱ्यो भने पहिला 2 तल्ला हो कि अहिले 4 तल्ला हो भन्न गाह्रो छ, त्यस सम्पन्न भएको छ। यसरी काठमाडौँ महानगरपालिकाले अगाडि सारेको योजनालाई नेपाल सरकार सम्माननीय प्रधानमन्त्री मार्फत पुनर्निर्माण प्राधिकरण मार्फत यो काम सम्पन्न गर्नको लागि सहयोग पुर्याएको छ। त्यसको लागि पुनर्निर्माण प्राधिकरणलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज दरबार हाई स्कुल लगायत विभिन्न स्कुलहरू पुनर्निर्माण भइरहेका छन्। कतिपय पुनर्निर्माण काठमाडौँ महानगरपालिका आफैले गरिरहेका छौँ भने कतिपय नेपाल सरकारले आफ्नै लगानीमा र कतिपय दातृ संस्थाको सहयोगमा हामीले गरिरहेका छौँ। र छोटो मात्रामा जानकारी दिन चाहन्छु, काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्र रहेका सामुदायिक विद्यालयको स्तर उन्नतिको लागि 13 करोड खर्च गरेर सबै सामुदायिक विद्यालयको एउटै रङरोगन गर्ने कार्यक्रम अगाडि सारेर अगाडि बढाइसकेका छौँ। सबै विद्यालयहरू विद्यार्थी खेल्ने मैदान पेभमेन्ट गर्ने कार्यक्रम अगाडि बढाइसकेका छौँ र सार्वजनिक विद्यालयभित्र रहेका शौचालय नयाँ निर्माण र पुनर्निर्माणलाई अगाडि बढाएका छौँ भने हरेक विद्यालयमा जहाँ जग्गा उपलब्ध छ त्यहाँ फलफुलको बिरुवा रोप्ने गरी अगाडि बढाएका थियौँ भने यो आर्थिक वर्षभित्र हामीले सबै विद्यालयमा महाबानीहरू लेख्ने गरिकन अगाडि बढाएका छौँ। त्यस्ता चित्रहरू जुन हेर्न साथ भित्रबाट चाहिँ एउटा आत्मदेखि नि मैले पनि केही गर्नुपर्छ, केही सिक्नुपर्छ, हिजोले गरेकाबाट मैले पनि एउटा सामाजिक रूपमा केही गर्नुपर्छ भने भावना जाओस् भनेर त्यस्ता चित्रहरू र त्यस्ता महाबानीहरू लेख्ने काम काठमाडौँ महानगरपालिका अगाडि बढिरहेका छौँ। र अर्को काठमाडौँ महानगरपालिकाले नेपाल सरकारले बालबालिकालाई पढाउने टिचरहरूलाई 6000 दिइरहेकोमा काठमाडौँ महानगरले थप पुर्याएर 13700 पुर्याउने गरिकन सबै शिक्षक शिक्षिकाहरूको कमसेकम बाँच्नलाई चाहिने न्यूनतम पारिश्रमिक दिने गरी काठमाडौँ महानगरपालिकाले निर्णय गरेर अगाडि बढाएको जानकारी गराउन चाहन्छु। र पुनः एकचोटि आजको यस अति नै महत्त्वपूर्ण कार्यक्रममा सम्माननीय राष्ट्रपतिले समय दिएर उद्घाटनको लागि पाल्नुभयो। त्यसको लागि काठमाडौँ महानगरपालिका पुनर्निर्माण प्राधिकरण सम्पूर्ण काठमाडौँ महानगरपालिका र महानगरवासीहरूको तर्फबाट धेरै धेरै स्वागत गर्न चाहन्छु। त्यसै गरिकन सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण मन्त्रीज्यूहरू यहाँ उपस्थित भएका सम्पूर्ण महानुभावलाई काठमाडौँ महानगरपालिकाको तर्फ पुनर्निर्माण प्राधिकरणको तर्फ सम्पूर्ण काठमाडौँ महानगरवासीहरूको तर्फबाट धेरै धेरै स्वागत गर्दै बिदा हुन्छु। धन्यवाद। धन्यवाद। स्वागत मन्तव्यका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यज्यूलाई। आदरणीय महानुभावहरू, यहाँ विशिष्ट व्यक्तित्वहरूको आगमन भएको छ। सबैले यथास्थानमा आफ्नो आसन ग्रहण पनि गरिसक्नु भएको छ। समय पाबन्दीका कारणले गर्दा म धेरै सबैको नाम सम्बोधन नगरिकन यहाँहरूलाई फेरि पुनः आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। र अब हामीले विद्यालय सम्बन्धी सानो वृत्तचित्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसको लागि प्राविधिकहरूलाई सहयोग गरिदिनु हुन म अनुरोध गर्छु। सन् 2015मा गएको महाभूकम्पले प्रयोग हुनै नसक्ने गरी काठमाडौँ दरबार हाई स्कुल ध्वस्त भएको थियो।
भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरू मध्येको एक दरबार हाइस्कुलको पुनर्निर्माण चीन सरकारको अनुदान सहयोगमा साङ्घाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले सम्पन्न गरेको हो। एक 166 वर्ष पुरानो काठमाडौँ दरबार हाइस्कुल आधुनिक शिक्षा प्रदान गर्ने नेपालकै पहिलो स्कुल हो। युरोपेली आधुनिक शास्त्रीय शैलीमा निर्माण गरिएको यस स्कुल भवनको मौलिकतालाई आधिकाधिक बचाउने गरी यसको पुनर्निर्माण गरिएको छ। पुनर्निर्माण परियोजना 4200 वर्ग मिटरमा फैलिएको छ भने भवनको उचाइ 17 मिटर अग्लो छ। पठन पाठन हुने भवन भुइँतलासहित 5 तले छ। भुइँतलामा पम्पिङ र पुल छ भने माथिल्ला तलाहरूमा कक्षा सञ्चालन हुन्छ। मसलन्दा आदिको रखन धरन पनि यही छ। 22 कक्षा कोठामा 800 विद्यार्थीले एकैसाथ पढ्न सक्छन्। यहाँ विज्ञान प्रयोगशाला, कम्प्युटर कोठा, पुस्तकालय, भोजन कक्ष आदि छन्। यहाँ आधुनिक शिक्षणका लागि कार्यालय सञ्चालन र अभ्यास कक्ष पनि उपलब्ध छन्। सन् 2018 को जुलाई 31 तारिकका दिन सुरु भएको परियोजनाले 18 महिनामा पूर्णता पायो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल तथा नेपालका लागि चिनिया राजदूत यु होङले संयुक्त रूपमा परियोजनाको प्रारम्भ गर्नुभएको थियो। साङ्घाई कन्स्ट्रक्सन ग्रुप चिनिया तथा नेपाली कामदारले विभिन्न कठिनाइका बावजुद मेहनतका साथ निरन्तर काम गरेर सन् 2019 को मे महिनामा यसको मुख्य निर्माण कार्य पूरा गरे। यसैगरी मे 24 तारिकका दिन दरबार हाइस्कुल सार्वजनिक रूपमा खुला गर्ने काम भयो। चिनिया राजदूत हौ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले संयुक्त रूपमा सार्वजनिकीकरण समारोहको आतिथ्यता ग्रहण गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभयो। कार्यक्रममा नेपाल सरकारका अधिकृत, नेपाल स्थित सबै कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, काठमाडौँ दरबार हाइस्कुल अल्मुनाईका सदस्य, नेपाल र चीनका पत्रकार लगायतको उपस्थिति थियो। कार्यक्रममा सबैले परियोजनाको मुक्त कण्ठले प्रशंसा गरे। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गेवालीले चिनिया पक्षले भवन निर्माण गरेर सघाएको मात्र नभई पठन पाठनलाई निरन्तरता दिन परियोजना सुरु हुनु पूर्व नै अस्थायी वैकल्पिक स्थान पनि तयार पारेको उल्लेख गर्दै कामको प्रशंसा गर्नुभयो। चिनिया पक्षले यस विद्यालयका अतिरिक्त उत्तरी हिमाली क्षेत्रका 6 विद्यालयको पुनर्निर्माण गरिदिएको, विनाशकारी भूकम्पले क्षति पुर्याएका कुल 25 स्थानको निर्माण तीव्रताका साथ अगाडि बढाएको भन्दै प्रशंसा गर्नुभयो। प्रमुख कार्यकारी अधिकृत गेवालीले नेपालको अर्थतन्त्र र सामाजिक विकासमा बलियो सहयोग पुर्याएको भन्दै चिनिया सरकारलाई धन्यवाद पनि दिनुभयो। उहाँले उच्च गुणस्तरीय चिनिया निर्माण परियोजना र व्यवस्थापनबाट नेपालले धेरै सिक्नु छ भन्नुभयो। काठमाडौँ दरबार हाइस्कुल परियोजनाप्रति नेपालका सबै क्षेत्रको ध्यान आकर्षण भएको छ। निर्माणका क्रममा नेपाल र चीन दुवै मुलुकका अधिकारीहरूले कार्यक्षेत्रमा बारम्बार भ्रमण गरेर उच्च गुणस्तरका लागि प्रशंसा गरेका थिए। सन् 2020 को फेब्रुअरी 8 तारिकका दिन राष्ट्रपति विद्यादेवी भण्डारी परियोजना क्षेत्रको भ्रमणमा आउनुभयो। उहाँलाई चिनिया राजदूत हौ यान्छीले स्वागत गर्नुभएको थियो। राष्ट्रपति भण्डारीले निर्माण कार्यको प्रगति, गुणस्तरीयता र सुरक्षाका सम्बन्धमा प्रशंसा गर्नुभयो। उहाँले परियोजना नेपालमा भूकम्पपछिको निर्माणको नमुना भएको धारणा राख्नुभएको थियो। धन्यवाद। अब म सभापतिको आदेश अनुसार कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अबको कार्यक्रममा हाम्रो कार्यक्रमको मुख्य केन्द्रबिन्दुतिर आइपुगेका छौँ। अबको हस्तान्तरण कार्यक्रम रहेको छ। यसका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाइ निर्देशक श्री रामशरण सापकोटाज्यू, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत श्री सुशील गेवालीज्यू, काठमाडौँ महानगर प्रमुख श्री विद्या सुन्दर साक्यज्यूलाई ड्यासमा आमन्त्रित गर्दछु। हस्तान्तरण फारम आयोजना निर्देशक ज्यूबाट प्रमुख कार्यकारी अधिकृत ज्यूलाई र प्रमुख कार्यकारी अधिकृत ज्यूले काठमाडौँ महानगर प्रमुख विद्या सुन्दर साक्यज्यूलाई फारम हस्तान्तरण गरिदिनु हुन
विनम्र अनुरोध गर्दछु। धन्यवाद। यसै गरी साँचो हस्तान्तरणका लागि म सङ्घाई कन्स्ट्रक्सन ग्रुप कम्पनीका प्रतिनिधि श्री मिङ ज्याङजुङ ज्यू, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख अधिकृत श्री सुशील ग्यावाली ज्यू, काठमाडौँ महानगरपालिका प्रमुख श्री विद्या सुन्दर साक्य ज्यूलाई पुनः ड्यासमा आमन्त्रित गर्दछु। साँचो हस्तान्तरणमा मिन सरबाट सुशील ग्यावाली सरलाई र सुशील ग्यावाली ज्यूबाट विद्या सुन्दर साक्य ज्यूलाई साँचो हस्तान्तरण गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। धन्यवाद। साँचो हस्तान्तरण भएको यो पुनित अवसरमा हामी सम्पूर्ण उपस्थित महानुभावहरूलाई, विद्यालय परिवारलाई, शिक्षकहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु विद्यालयको तर्फबाट। अब हामी निकै प्रशिक्षित रहेको उद्घाटन अनावरण समारोहमा कार्यक्रममा आइपुगेका छौँ। म सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई विद्यालय भवनको प्रवेशद्वारमा अवस्थित ताम्रपत्रमा अनावरण गरिदिनु हुन सविनय अनुरोध गर्दछु।
त्यो उनीहरूले सेट नेपाल टेलिभिजनको लागि की इन्टरटेनमेन्टको प्रस्तुति Mundreko Comedy Club Season 2, sponsored by Quick's Cheese Balls. Now with more cheese per pack. Mountain Dew. PUBG in-game rewards ले धमाका गर. Paint partner Berger Paints. Berger Color